त्यही बाटो आएको यो तल्लो बाटो कस्तो भन्दाखेरि यस्तो राँगापानी आउने मुख्य बाटोबाट कर्फोक खोलाको बाटो नगएर माई खोलाको कुडुलेको पुल भनेर आउनु पर्यो सोधेर यहाँ बाटै छैन त जाउँ जाउँ न जाउँ त्यहाँदेखि कट्छ यति नगरौँ न यो बाइकलाई रोकौँ न कि हामी छिरिहाल्यौँ कि हामी पर्यौँ के रोक्छ त्यो बाइकलाई यति चाहिँ यस्तो रहेछ पहिरोबाटै छैन बाटो कतै छैन यहाँ अलिकति सिरेटो यति पुलको लागि बाटो त के भन्नु र नै मादरे बाटो छ बिस्तारै बिस्तारै जानुको उपाय छैन यस्तै हो जिन्दगानीमा लेक बनाएको छ आउँदै थिएँ नि म यसरी हामी झापाबाट राँगापानीको बाटो कुडुलेको पुलको बाटोबाट भन्ज्याङ आइपुग्यौँ